बजार आएको यो चाहिँ थिम्पूको सब्जी बजार थिम्पूको सब्जी बजार है याद गर है चिप्लेलाई सब्जी बजार है सब्जी बजार ड्राई चिल्ली ऐसा है ऐसा के हो यो यसको नाम के हो हजुर जुकिनी ए जुकिनी रहेछ कहाँ हुन्छ यो इन्डियाको ए जुकिनी रहेछ जुकिनी जुकिनी यत्रो छ है सब्जी बजार त अम्मम बाबा आउँदैछ सब्जी बजार है ठुलो छ ठुलो सबै अहिले त माथिको सब्जी रहेन रहेछ सबै तलको सब्जी रहेछ ल सबै सब्जी यससँग फोटो खिचिदियो हो ल ल के भन्छ यसलाई बाजे बाजेसँग फोटो खिचेको है मैले बाजेसँग नाम चाहिँ बाजे अरे बाजे बाजे हामी चाहिँ उता गएको है दोचुलाखा नि दोचुलाखा गएको घुम्नु हजुर यो चाहिँ बाबेसा हो बाबेसा यो चाहिँ थिम्पू भुटान हो यो चाहिँ बाबेसा हो यो जग्गाको नाम चाहिँ बाबेसा दोचुलाकै छेउमा पुग्यो है हामी अब आइपुग्यो दोचुलाखा आइपुग्यो एकदम घुमेर गाडी ल हिउँ हेर्नुहोस् न बारी कति राम्रो हेर हिउँ हेर्नु नि भगवान् कस्तो राम्रो हेर पाइ हो कति राम्रो हो नि कति राम्रो हिउँ आइस हेर्नुहोस् न कति राम्रो हजुर हिउँ अहिले हेरौँ ल त्यो कस्तो राम्रो हेर नि चिसो हुन्छ यहाँ त बाहिर हेर्नु नि हिमालहरू हिमाल बजेगुरुपे बसिदिउँ बाबा यता आउनु त अलिकति उता बजेगुरुपे बसिदिउँ बजेगुरुपे बसिदिउँ टुरिस्टहरू पुरा आएको रहेछ उनीहरूले पनि इन्जोय गर्नु पायो हिउँ परेको रहेछ अलिअलि यहाँ 22 डिसेम्बर हिउँ वाउ वाउ हिउँ अथा हिउँ सी हिउँ हानिदिन्छु ल म कति राम्रो मलाई हाल रहेछ है हिउँ परेछ है हो हिउँ ए लचिलामा हिउँ यो साइड चाहिँ पर्दो रहेछ नि हिउँ
पुरा परिरहेको छ हिउँ। मजाले हिउँ परेको रहेछ है। यही हिमालमा खिचिमागौँ न। चाहिँ फर्केको है हामी। ल बच्चा गएर फेमसिदियो सुनेको तर अहिले किनभने अहिले टाइम छैन नि त हो त्यही भनेर नि अब आज फुन्चुलिङै थिम्पूै बस्ने भए त केही थिएन नि त घुम्थे आरामले अब के काममा आएको घुम्नु आएको होइन हो काम पनि सक्यो अब चाहिँ फर्किँदैछौँ है हामी दोचुलाखाबाट नि दोचुलाखाबाट फर्केको है अब फेरि पनि आउनु पाऊँ अब टाउन पुग्न आँट्यो हामी चाहिँ फुनाखा घुमेर आएको दोचुलाखा घुमेर आएको यो चाहिँ फुन्चुलिङ टाउन हो ल टाउन हो मेन टाउन यो फुन्चुलिङको मेन टाउन है हामी चाहिँ घुमेर आएको हामी चाहिँ थिम्पू हिजो आएको थिएँ त 22 डिसेम्बर मन्डेको दिन घाम लागिराखेको छ मजाले जाडो त्यति छैन थिम्पू टाउन के राम्रो हेर्नु नि यो येल्लो खालको प्लान्ट रुख कस्तो राम्रो कति राम्रो ट्री येल्लो ट्री हेर्नु नि येल्लो ट्री कस्तो राम्रो ट्री हेर्नु वा कति राम्रो